हर हर महादेव। Hello guys, welcome to our vlog from चोलाङपाटी day 2। हाम्रो चोलाङपाटीबाट यात्रा चाहिँ सुरु भइसकेको छ। अहिले हामी चाहिँ हाम्रो आज चाहिँ हामी गोसाइकुण्ड जाने टार्गेट छ। गोसाइकुण्ड गएर चाहिँ फेरि पछि फर्केर चाहिँ के अरे फर्केर कुन ठाउँ जाने हामी? देउराली त अलि नसकेला, देउरालीतिरै बसिन्छ होला। र यो हेर्नु यो भ्यू यो सुन्दरताको कस्तो लागिरहेको छ? दामी तर थकाइ लास्ट बहुत गाह्रो भइरहेको। बहुत कस्तो लागिरहेको त रोजन दाइ? रमाइलो, कस्तो रमाइलो लागिरहेको त? एकदम रमाइलो। थकाइ लागिरहेको छैन? थकाइ छैन त्यस्तो साह्रो। कस्तो लागिरहेको छ त? चिसोले किस्मत दाइ थकाइ त्यति मात्रै। केही बयान गर्न चाहनुहुन्छ यस सुन्दरतालाई? बयानै गर्नु मैले छ हो। मेरो पनि भन्दा राम्रो हुन्छ अहिले यो भ्यू। Time does it take to go Gosaikunda? 1 hour. 1 hour more? Yes. Thank you so much for your update. Finally we did it! हामी गोसाइकुण्डको प्रवेश गेटमा पुगिसकेका छौँ। 4380 मिटरमा हामी पुगिसकेका छौँ। सुनिल दाइ, how is the feeling? भगवान के बोल्न सक्ने छ? हालत छैन अहिले। हाउस द जोस? अहिले बोल्न सक्ने हालत छैन। हाउस द जोस? हाइ सर। अहिले हालत छैन मेरो भाइ। फाइनल्ली हामी गोसाइकुण्ड हाम्रो पुइस्नु पर्रा हो? पुइस्नु झरेको crowd dream comes. guys. We are at Gosaikunda. हामी सबैको सपना, हामी सबैको चाहना र हामी सबैको इच्छा आज आएर पुरा भएको छ। अहिले हामी गोसाइकुण्डमा, त्यही माथि अहिले स्नोफल हुँदैछ। स्नोफल पनि हेर्ने धेरै चाहना थियो र स्नोफल हेर्ने चाहना पनि पुरा भयो। सुनिललाई के छ त विचार? दामी फिलिङ यार, दामी खतरा लाग्यो। तर अलिकति त्यो हुस्स पऱ्यो कुहियोले होइन। अब त्यो क्लियर भएपछि चाहिँ दामी हुन्छ। यो यसको डिस्टेन्स कति होला यो कुण्डको? दामी त्यो हेर्नुपर्छ फेरि। त्यो त कस्तो लागिरहेको छ त फिलिङ? बब्बाल। हामी त्रिशुल डाँडा
अहिले हामी यहाँ त्रिशुल धारामा छौँ र अहिलेको अल्टिट्युड चाहिँ हामीलाई ज्ञान चाहिँ भएन, तर अघि गोसाइकुण्डभन्दा चाहिँ माथि नै छ, किनकि हाम्रो गोसाइकुण्ड यहाँ छ। एउटा कुण्ड, अर्को कुण्ड र तेस्रो कुण्ड चाहिँ योभन्दा पछाडिको कुण्डमा छ, तर अहिले हुस्सुले गर्दा देखिएको छैन। सुनिललाई कस्तो महसुस भन्नुहोस्? ओ सुनिललाई हेलो। हर हर महादेव। हेलो गाइज, अहिले हामी चाहिँ यहाँ ग्रिन हिल होटलमा चाहिँ, अनि यो ठाउँको नाम चाहिँ हामी कुन ठाउँमा अरे? होटल ग्रिन हिल। ठाउँको नाम चाहिँ चन्दनबारीनिर छौँ र हाम्रो यहाँ होटेलमा चाहिँ एकदम राम्रो सेवा भइरहेको छ। यी तातो पानी खाइरहेका छौँ, मौसम पनि चिसो चिसो छ। ल कस्तो लाग्यो दाइ यहाँसम्म आइपुग्दाखेरि? एकदम रमाइलो। आजको हाम्रो यात्रा चाहिँ कति घन्टाको रहेछ? बिहान जाँदा हामीलाई झन्डै 5.5 घन्टा जस्तो लाग्यो। अहिले आउँदा चाहिँ हामी 5-4 9.5 घन्टा, अलमोस्ट 10 आवर्सको ट्राभल। कस्तो हुँदैछ त म फिलिङ? कस्तो अनुभूति हुँदैछ? अनुभूति त के भन्नु, रमाइलो छ सबै। रमाइलो छ एकदम ल, दामी छ, रमाइलो हुँदैछ एकदम दामी। तर दामी। हिँड्दाखेरि केही अप्ठ्यारो केही भएको छ कि न? ओह्रालोमा खुट्टा चाहिँ दुख्यो। अप्ठ्यारो भन्दा पनि एकजना भाइलाई चाहिँ, क्यामेराम्यान हाम्रो भाइ रविनजीले अलिकति बिगारो भयो, उसले चाहिँ अलि हेरचाह गर्नु पऱ्यो बिजनेसमा। त्यस्तो छैन, अरू खासै असर चाहिँ केही परे छैन हामीलाई। अहिले जोस आइसक्यो त मलाई। अनि अहिले चाहिँ जोसिलो भइसक्यो भाइ। हेलो गाइस, र आज हामी चन्दनबारीबाट फर्किँदै आफ्नो यात्रातिर लाग्दै, र आज हाम्रो ट्रेकको अन्तिम दिन भन्दा पनि भयो। आज हामी काठमाडौँ पुग्छौँ। हाम्रो यहाँबाट चन्दनबारीबाट तल धुम्चेबाट गाडी चढ्छौँ र यहाँबाट धुम्चे पुग्न चाहिँ कमसेकम कति घन्टा, 4 घन्टा जति लाग्ला हामीलाई। तर हामी आफ्नो स्पिडको रेसियो एउटै राखेर कतै पनि रेस्ट नगरिकन हिँड्यो भने चाहिँ 3 घन्टासम्म पनि पुगिन सक्छ। र सुनिललाई आजसम्म हजुरलाई कस्तो अनुभूति भयो त? अनि अनुभूति राम्रै भयो, धकासो रमाइलो भयो। आरामले घरमा गइन्छ, घरमा चिल बसिन्छ। दामी रमाइलो आयो। के छ त किस्मत दाइ, कस्तो भयो त अनुभूति? एकदम बबाल। सुनिल अहिले हिँड्न सकेन, त्यति हो। अरू त सबै बबाल भएको थियो, लतार्नु भयो सुनिलले। दामी। रोशन दाइ, हाउ इज द फिलिङ? हाउ इज द फिलिङ भने हाई सर भनिदिनु भयो त यार। हाउ इज द फिलिङ भनेको? फाइनली हाम्रो ट्रेक सकिएको छ र अहिले हामी धुम्चेबाट फेरि काठमाडौँ फर्किएका छौँ। गाडी पनि चढिसकेका छौँ र हामीले फर्किँदाखेरि चाहिँ धेरै गाह्रो चाहिँ भएन। जुन हामी जाँदाखेरि गाह्रो भयो। कस्तो भयो त? दामी भयो। 43-80 भन्ने थोरै होइन, 43-80 हामी थोरै नै हो। अहिले चाहिँ थोरै नै महसुस भइरहेछ, तर जाँदाखेरि फेरि चाहिँ हामी गइन्न होला। त्यो चाहिँ जाने हो जान त। गाइस, हाम्रो यो समस्याको कारणले हाम्रो मोबाइल स्विच अफ भएको कारणले चाहिँ हामीले भिडियो बनाउन पाएनौँ। त्यसैले अहिले चाहिँ म यहाँ घर आएर भिडियो बनाइरहेको छु र हाम्रो एकदम रमाइलो भयो ट्रिप, मजा आयो। हजुरलाई पनि गोसाइकुण्ड जानु भनेर म अनुरोध गर्दछु, सुझाव दिन चाहन्छु भन्दै लाइक कमेन्ट सेयर चाहिँ गर्न नबिर्सिनु होला भन्दै म यो भिडियो इन गर्न चाहन्छु। धन्यवाद।